मलाई यो जापान एकरति मनै पर्न छोडिसक्यो किन भन्दाखेरि होइन 38 39 डिग्री ज्वरो आइरहेछ मलाई होइन। सरी म लिटरली उठ्न पनि सकिरहेन नर्मली। अनि मलाई स्कुलमा फोन गरेर सेन्से आज म आउन सक्दिनँ भन्दाखेरि होइन आउनुपर्छ त आइनस् भने तेरो एटेन्डेन्स घट्छ त बरु स्कुलमा आएर सुत तर त स्कुल आउनै पर्छ अरे क्या। ए बा यार म फ्रस्ट्रेट भइसकेँ क्या हुन्छ नि। म 2-3 दिनदेखि म स्कुल गएर बर्लङ्ग सुतेको आहो अरू म सकिरहेको छैन क्या तैपनि म स्कुल जानै परिरहेको छ। अनि जापानमा चाहिँ कि त कोरोना लाग्नु पऱ्यो कि त इन्फ्लुएन्जा लाग्नु पऱ्यो क्या एटेन्डेन्स बढाइदिनु, नभएदेखि तपाईँको एक्सिडेन्ट भयो भने पनि तपाईँको एटेन्डेन्स बढाइदिनेवाला छैन जापानमा। त्यही भएर बिरामी मान्छे जापान आउनुहुन्छ भनेदेखि चाहिँ लास्टै घाटा हुन्छ, एटेन्डेन्स घट्छ, एटेन्डेन्स घट्यो भने भिजामा प्रब्लम आउँछ।